वरिपरि भर्सक जरा हल्लाउनु हुँदैन कि अघि तिमीले रोपेकोमा हल्ल्यो नि अलिअलि। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल एन्ड माई न्यू भिडियो। आजको मेरो भिडियो चाहिँ रहेको छ होया केरीको रिपोर्टिङ। अनि मेरो चाहिँ आज भोइस अलिक बसिरहेछ, त्यही पनि भोइस ओभर गर्दैछु। रिपोर्टिङ गर्नु पूर्व चाहिँ हामीले यसलाई सोइल मिक्स चाहिँ प्रिपरेसन गर्नुपर्ने हुन्छ। अनि सोइल मिक्सको लागि चाहिँ जुनसुकै प्लान्टलाई एउटै खालको सोइल मिक्स गरेर चाहिँ हुँदैन, किनभने होयाको लागि चाहिँ हामीले धेरै पानी होल्ड नगर्ने, चिसो नहुने खालको सोइल बनाउनु पर्ने हुन्छ। त्यही भएर मैले चाहिँ यस्तो खालको सोइल बनाउने गरेको छु, अलिक ड्राईवाला। अनि यो चाहिँ यसलाई चाहिँ मैले होया मिक्स भन्छु। अनि होयाको लागि चाहिँ डिफ्रेन्ट खालको सोइल मिक्स चाहिँ बनाएर रोप्ने गरेको छु। अनि अर्को कुरा चाहिँ यसको लागि मैले पट पनि रेडी गरिसकेको छु। अनि यो हामीले होयाहरूलाई रोप्दाखेरि चाहिँ एकैचोटि एकदमै ठुलो पटमा चाहिँ रोप्नु हुँदैन, यसको रुट बाउन्ड हुनु दिनुपर्छ। त्यही भएर स्टेप वाइज यसको पटहरू चाहिँ हामीले चेन्ज गर्दै जाने बिस्तारै। अनि यसको ठिक्क साइज बाई साइज चाहिँ रोप्दै जानुपर्छ। अब अहिले यो सानोबाट रिपोर्टिङ गर्दा चाहिँ मैले 6 इन्चको पट चाहिँ युज गर्न गइरहेको छु। अनि अर्को कुरा भनेको हामीले रोप्ने बेलामा चाहिँ यसलाई कसरी निकाल्ने, अर्को पटबाट निकाल्ने बेला चाहिँ एकदमै ध्यान दिनुपर्छ। यसको जराहरू चाहिँ एकदमै मसिनो हुन्छ, त्यही भएर धेरै हल्लाउनु हुँदैन। यसको सोइल सबै झऱ्यो भने फेरि रुट डेभलप हुनलाई अलिकति टाइम लाग्छ। त्यही भएर यसलाई त्यही सेम पटमा जस्तो छ त्यस्तै निकालेर हामीले रोप्यौँ भने चाहिँ छिटो ग्रो हुन्छ। त्यो चाहिँ मेरो अनुभव हो। अनि यसरी नै मैले चाहिँ रोप्ने गरेको छु। अनि अन्त्यमा एज अलवेज हामीले वाटरिङ गर्नुपर्ने हुन्छ। अनि वाटरिङ गर्दाखेरि पनि ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने हामीले जहिले पनि पानी हाल्दाखेरि त्यसको फेदमा मात्र नभएर वरिपरि पटको वरिपरिबाट घुमाएर हाल्नुपर्छ, तलैसम्म झर्ने गरेर। अनि आजको लागि चाहिँ मेरो भिडियो यति नै थियो। थ्याङ्क यू फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो। बाई।